नमस्कार नमस्कार यहाँ समक्ष एउटा सानो जीके क्वेसन लिएर उपस्थित भएको छु। एकपटक चितवनबाट एउटा एम्बुलेन्स काठमाडौँतर्फ गइरहेको रहेछ। त्यस्तै गरी काठमाडौँबाट एउटा ट्रक चाहिँ चितवनतर्फ आइरहेको रहेछ। दुवै ट्रक र एम्बुलेन्स आपसमा एक्सिडेन्ट भएछ, जसले गर्दाखेरि त्यो एम्बुलेन्स चाहिँ त्रिशुली नदीमा खसेछ र एम्बुलेन्सको हरेक पार्टपुर्जाहरू चाहिँ टुक्रा टुक्रा धोजा धोजा भएछन्। र यस पछाडिको बाँकी कथा चाहिँ मेरो साथीले भन्नुहुनेछ। एकछिन उहाँको कथा सुनौँ, त्यस पछाडि छलफल गरौँला है त साथी हो। अनि के भन्नुहुन्छ एकचोटि हेरौँ। धन्यवाद साथीलाई। यहाँभन्दा पछाडिको जीके प्रश्न मलाई सोध्न लाग्नु भएको छ। पक्कै पनि जब त्यो गाडी एम्बुलेन्स भनौँ त्रिशुलीमा खस्यो, त्यसको हरेक पार्टपुर्जाहरू धोजा धोजा भएको छ भन्ने कुरो हाम्रो साथीले अघि भनिसक्नु भएको छ भने, र त्यो गाडीको हरेक पार्टपुर्जाहरू धोजा धोजा हुँदा पनि त्यसको त्यो बत्ती चाहिँ निग्नी बन्द पनि भइरहेको थियो। त्यसको कारण के होला यहाँहरूले भन्नुहोला। यही नै रह्यो हाम्रो क्वेसन। कृपया यहाँहरूले पक्कै पनि यसको जवाब दिनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास रहेको छ। धन्यवाद, नमस्कार।